आज म रत्तमाई नगरपालिका 9 स्थित डिपु गाउँमा आएको छु र यहाँनेरि तपाईहरु सडक हेर्नुहोस् एकचोटि। यो सडकमा अस्तिदेखि यहाँनेरि यो माटो जम्मा गरिरहेको थियो र हिजो एक हप्ता पछि हिजो भर्खरै यो माटोलाई अलिकति कोतारिएको छ र आज एक दिन छोड्दिएको छ। जहिले यस्तो हुन्छ यो बाटोमा यहाँ हेर्नुहोस्, यहाँ हेर्नुहोस् कति धुलो उडेको छ। बाइक आउँदै गरेको बाइकमा हेर्नुहोस्। यो सरकारले बनाउने हो कि नयाँ सरकारले पनि त्यही हो उस्तै, त्यो त हामीले खोइ थाहा छैन। अब काम पनि केही भएको छैन। हेर्नुहोस् आज यतिकै छोडिदिएको छ। बाइक आएको हेर्नुहोस्, यहाँ हेर्नुहोस् कस्तो मान्छे लड्न खोज्छन् यहाँबाट। भन्नैले सकिने यसरी यहाँ धुलो उड्ने गरेको छ र अब आफै भन्नुहोस्, अब हाम्रो देशमा परिवर्तन हुन्छ कि के हो? यही हो। हस् त।